हेलो एभ्रिवान, बिना बेसन पनि आटाको पिठोबाट कसरी पकौडी बनाउने। फर्स्टमा बन्दालाई चप गर्ने, अनि प्याजलाई मसिनो गरेर काट्ने, अनि प्याजलाई पनि मसिनो गरेर चप गर्ने। त्यसपछि हरियो चिल्ली अनि अलिकति आलु पनि मसिनो गरेर काटेर राख्दा हुन्छ। स्वादअनुसार नुन, बेसार अनि थोरै अलिकति जिरा, अनि त्यसपछि बेसन राख्ने ठाउँमा चाहिँ आटाको पिठो राखिदिनु होला। ठिक्क कन्सिस्टेन्सी मिलाएर राख्ने, अनि त्यसपछि मजाले त्यसलाई मिक्स गर्ने। अलिअलि पानी राखेर मोल्नु भए हुन्छ है। अनि यता कराईमा तेल तताउने, त्यसपछि चम्चाले हुन्छ कि हातको सहायताले पनि हजुरले त्यो पकौडालाई तेलमा तार्न सक्नुहुन्छ। यसलाई अलिअलि रातो हुँदासम्म फ्राई गर्ने, and then ready भयो पकौडा।